सन्दकपुरदेखि देखिएको इन्डियातिरको बाटो है यो। कस्तो उकालो छ। यो चाहिँ कालपोखरी हुँदै दार्जिलिङ सिलगढी हुँदै जाने बाटो। यस्तो खतरा छ कि यहीँ। यो क्यामेरामा चाहिँ यतिको मात्रै देख्छ, तर एकदम उकालो छ क्या। यहाँ 4x4 बाइकहरू हिँड्दैन यहाँ। फेरि यता चाहिँ यहाँ नेपालको छ। यहाँ कस्तो छ बाटोको फरक। डिफरेन्स हेर्नुहोस् न, डिफरेन्स कस्तो छ हाम्रो नेपालको बाटो र इन्डिया। नेपाल र इन्डिया छलक्कै छुट्टिएको छ क्या यहाँदेखि। हाम्रो बाटो भनेको चाहिँ धुलो मैलो, पुरा कच्चीको राजा हुन्छ। यहाँ पनि कच्ची नै छ, तर यस्तो ठाउँ ठाउँमा अप्ठ्यारोमा यो सिमेन्टेड छ क्या, सिमेन्टेड। यस्तो छ फरक चाहिँ। आहा, कुहिरो नलाग्दाखेरि त दार्जिलिङ देख्छ ठ्याक्कै यहाँदेखि। यो चाहिँ नेपाल हो, नेपालको भाग। यहाँ मन्दिर पनि छ, तर देखिएको छैन, रुखले पुरिएछ। कस्तो एकदम सही देख्ने रहेछ यहाँदेखि यो रोड चाहिँ।